केला दाजै हामी आउन लाग्यौं है। ए नानी छौ लु छिटो गर्नु पर्यो दाजुहरू त आइसकेछन्। आउनु है तुवा चुम जाया जुम आउनु है तुवा चुम जाया जुम हो आउनु है तुवा चुम जाया जुम तानेर लैजाऊ कि हजुरलाई साइमा सुटुकै हजुरलाई साइमा सुटुकै हो हजुरलाई साइमा सुटुकै
काटौँला एक बारको जीवन यो चोला मन खोली पिरती साटौँला दुई मुटु एउटै बनेर यो जीवन सँगै काटौँला यो जीवन सँगै काटौँला हो यो जीवन सँगै काटौँला Sering kaya bagan, abang sangka sini pun Darjeeling, ini saat तानेर लैजाउँ कि हजुरलाई साइमा सुटुकै हजुरलाई साइमा सुटुकै हो हजुरलाई साइमा सुटुकै सेवानी सेवानी सम्पूर्ण हाम्रो किराबाछाहरू है म विजय मान्पा र अनिलु नारिलु छाम्दीमा है कुलुङ राई शिवानी म बायुङचा छेचोचा रेन्दुपाचा फुपसिरिङ 3 नम्बर सेलेनी कृषिवा नाबिहा प्रोचा प्रोमी अब यो थुमथुम प्रोचा प्रोमी हाम्रो यो उदौली आफ्नो लागि त्यति विशेष गरेर हामी है सम्पूर्ण किराबाछाहरू सम्पूर्ण किराबाछाहरू आज हाम्रो नयाँ नङ्गी उधौलीको पर्वमा हामी नयाँ कोदो नयाँ धान जति पनि नालीबाली उठाएको है नयाँ कोदो नयाँ धान आज हाम्रो पितृ आफ्नो पुर्खाहरूलाई उहाँहरूलाई अर्पित गरेर मात्रै हामीले सेवन गर्ने गर्छौँ है हाम्रो परम्परा आजको हाम्रो यो उधौली छिरिनाम चाहिँ हाम्रो ठुलो चाड आजको चाहिँ हाम्रो ठुलो एउटा पर्व है हामी सम्पूर्ण जसले हेर्नुभएको छ हाम्रो किरावा है जहाँ जहाँ थुमथुममा बसेको किरावा छाहरूलाई यही सन्देश हाम्रो उधौली पर्व किन मानिन्छ भन्ने कारण हाम्रो यो नयाँ नङ्गी हाम्रो पुर्खा हाम्रो ऋषिवा ऋषि मावि हाम्रो जति पनि जुजु च्याप्जुहरू बितेर गएको जुजु च्याप्जुलाई नयाँ नालीबाली हामी दिएर आफ्नो खाने हाम्रो चलन र हाम्रो किरावाहरूको यो परम्परा उधौली उभौली हामी सखेवा सखेवा है दुईवटा पर्व हाम्रो चाहिँ ठुलो चाड छ महिनाको हाम्रो दसैँ अरू जस्तै अरूको लोसर हुन्छ सबैको चाडबाड हुन्छ हाम्रो पनि किराँतीहरूको यही हाम्रो एउटा ठुलो चाड हुनुको कारण आज हामी सम्पूर्ण फुपसिरिङ जुन शाखा सम्पूर्ण र हाम्रो हसिङ शाखाबाट पनि हाम्रो सर अनि यहाँनिर आज है र उहाँले पनि एउटा ठुलो हामीसँग हाम्रो सिर हामी वतन भनेर चाहिँ ठुलो पाठा उहाँलाई पनि यो विषयमा हामी सरलाई पनि धेरै कुरो हामी माग्नेहरू भन्दा धेरै कुरो उहाँले यो म प्रताप सिंह राई अघि नै भनिहाल्नु भयो म त माङ्पा पनि होइन मावि पनि होइन
एउटा वाथुम तथा भर्खरकै भए पनि बुढौलीमा मात्रै छु। अनि विशेष गरी एउटै कुरा मात्रै अब थप्नु मन पर्यो के भने चाहिँ विशेष गरी अब हामीले जब यो के पहिला उभौलीमा धिरी नाम गर्छौँ त्यति बेला हामीले त्यो बाजे बोजू वा पुर्खाहरूलाई पनि भनेकै हुन्छौँ कि तपाईँहरूले चाहिँ यसपालि हाम्रो अन्नबाली राम्रो गरिदिनुहोस्, हावापानी राम्रो गरिदिनुहोस् र हाम्रो खेतपाती एकदमै राम्रो होस्। अनि त्यो सब भइसकेपछि हामीलाई जब यसरी नाम गर्छौँ त्यति बेला तपाईँलाई सम्झिन्छौँ र तपाईँलाई फेरि चढाउँछौँ र तपाईँलाई देखाउँछौँ भनेर। अनि यसको महत्त्व चाहिँ विशेष गरी अब हामीले चाहिँ आज जब श्रीनाम गर्छौँ तथा उधौली गर्छौँ हामी मात्रै खुसी नभएर हाम्रो पुर्खाहरूलाई पनि त्यो जो वचन हामीले धिरी नाममा गरेको थियौँ, उभौलीमा गरेको थियौँ त्यो वचन पनि पुरा गरेर हामी चाहिँ आज माग्छौँ पनि झगडा पनि गर्छौँ होला। तर जे होस् हाम्रो झगडामा पनि एउटा धन्यवादको र एउटा खुसीको माहौल राख्ने कोसिस गर्दछौँ भन्ने चाहिँ यति मात्रै थप्नु मन पर्यो। धन्यवाद। हुन त हो कि नै भनिहाल्यो यो हाम्रो उधौलीको उयो छ, उधौली पर्व के भन्न चाहन्छु म। अब यसरी नै हाम्रो अब माङ्पाहरू भएर हाम्रो चाहिँ रीति हाम्रो चाहिँ लिएर जाउँ। अबको नानीहरूले पनि आउने नानीहरूले पनि यसै गरी नै हाम्रो परम्परा रीतिरिवाजहरू चाहिँ राखेर जाओस् भन्नु चाहन्छु म।